काका के छ के हुनु यस्तै त छ हजुर किसानको काम किसान काम गर्नै पर्यो अच्छा ल नमस्कार है काका फेरि पनि आइयो त यसपालिको चुनावमा भोट माग्नलाई ल नमस्कार नमस्कार अनि यो भाइले चाहिँ किन मुख त पुरै छोपिरहेका छन् त झोले हो क्या हो ए यो भाइको स्टाइल यही हो के यसलाई अलिक मुख देखाउन लाज भयो है त्यही भएर झोला बोक्यो ओहो ल ठिक छ भनेपछि तपाईँहरू भोट माग्न आउनु भएको हजुर हजुर त्यस्तै हो अब यसपालिको चुनावमा चाहिँ मलाई भोट दिएर जिताउनु पर्यो है हजुर धन्यवाद ओहो भनेपछि यो चोटि पनि जिताउनु पर्यो तपाईँलाई योभन्दा अगाडिचोटि चुनाव जितेर तपाईँले के गर्नुभयो धेरै कुरा गरियो नि हजुर अब पहिला भन्दा अहिलेको चुनावमा राम्रो गरिन्छ क्या त्यही भएर यो चोटिको भोट चाहिँ मलाई दिएर तपाईँले जिताउनु पर्यो कि हजुर पहिलोचोटि यहाँ चुनाव जितेर बाटो आयो बाटो त आएन अब आउँछ हजुर अब तपाईँ ढुक्क हुनुहोस् बत्ती आयो खाने पानी आयो अँ साँच्चै यो परको पुल पनि तपाईँले नि बनाउनु भयो होइन फुल कुन फुल एकचोटि ध्यान दिएर सम्झिनुहोस् त कुन पुल हो ए त्यो पुल त्यो त अब मासु चाहिँ 2 पिस मात्रै है अलि थप्नु न अलि खाऊ यही बेला त हो खाना पाउने वाह तपाईँहरूलाई त लाज हुनु पर्यो अस्ति त्यत्रो जेनजी आन्दोलनमा हाम्रो दाजुभाइ दिदीबहिनीहरूले ज्यान गुमाउनु भयो राम्रो नेता चुन्नु भनेर तर तपाईँहरू अहिले यही मासु भातको लागि बिक्ने छ्या त्यही पनि बाख्राको मासुको लागि बिक्ने तपाईँहरू बाख्राको मासु होइन खसीको मासु हो खसीको मासु खोइ त मासु दिदी मासु ल्याउनु पर्यो कि मासु यो पटकको चुनावमा चाहिँ यसपालिकाबाट हाम्रो डम्बर बहादुर ज्यूले भारी मतका साथ विजय हासिल गरिसक्नु भएको छ उहाँको लागि खादा र अबिरले समान साथ स्वागत गरिदिनु हुन हाम्रो हिरण कार्की ज्यूलाई अनुरोध गर्न चाहन्छु साथै उहाँले यस चुनावमा जितेर गाउँको लागि केही राम्रो काम गर्नुहुन्छ भन्ने हामीले अपेक्षा पनि राखेका छौँ सबैले जोरदार तालीका साथ स्वागत गरिदिनु होला र नेताजी हजुरले चुनाव जित्नुभयो अब जति काम गर्नुहुन्छ तपाईँले त्यो जनताको हितको लागि मात्र काम गर्नुहुनेछ गर्छ नि चप्पल खाइ है चप्पल होइन हजुर होइन ए गर्छु भने यसपालि चाहिँ म तपाईँहरू ढुक्क हुनुहोस् एकदम राम्रो विकास गर्छु हजुर मैले राम्रो तपाईँले सोच्दै नसोचेको विकास गर्छु म यसपालि चाहिँ ल त्यसो भने लास्टमा फेरि एकचोटि ताली के भयो मम्मी मम्मी लिनु मम्मी अनि ज्वरो आएको मान्छेलाई पानी खुवाएर निको हुन्छ बाबाले त हस्पिटलै लानुपर्छ कि मम्मी हेर छोरा हस्पिटल जाने कुरा नगर हस्पिटल नि टाढा छ म धेरै बाँच्दिनँ पनि अब बाटो पनि छैन जानलाई हामीसँग त्यत्रो पैसा पनि छैन मेरो लागि त्यत्रो नगर्दा नि हुन्छ त्यसो भनेर कहाँ हुन्छ बाबा तपाईँ यस्तो कुरा नगर्नुहोस् मम्मी त्यो अस्ति नै हामीले चुनावमा 3 भोट दिएर जिताएको हाम्रो नेताजीलाई कल गर्नु त उहाँले हामीलाई थोरै दिने भए पनि सहयोग गर्नुहुन्छ कि बा छोरा परेको बेला सम्झिनु भन्नुहुन्थ्यो म कल गर्छु पखै त हेलो हेलो नेताजी नमस्कार ए मलाई चिन्नु भयो अलि चिन्न सकिएन त को बोल्नु भयो होला म तल्लो गएर काइली अस्ति चुनावमा तपाईँले हामीले भोट गरेर जिताएको थियौँ नि हजुर चिन्नु भयो चिने जस्तो लाग्यो के छ अनि हजुरको समस्या बताउनु न लौ न नेताजी मेरो बुढा बिरामी भएर साह्रो हुनुभयो के गर्ने होला हस्पिटल लग्नु पर्नेमा पैसा पनि छैन केही सहयोग गर्नु पर्यो हजुरले सरी त्यो काम चाहिँ मबाट हुँदैन ल छोरा सरी भनेर काट्नु भयो फोन नेताजीले देख्नुभयो होला नि मम्मी अहिले पहिला राम्रो नेतालाई भोट दिएर जिताउँ भन्दा मासु भातको पछि लागेर त्यसैलाई जिताउनु भयो अहिले आएर लास्टमा कस्तो गरेर थाहा भयो होला नि त्यसले के गर्नु छोरा योचोटि यस्तै भइगयो अर्कोचोटि चाहिँ राम्रो नेता हेरेर भोट हाल्नुपर्छ हामीले त्यो कुरा छोड्ने अहिले मलाई धेरै गाह्रो भइसक्यो मलाई आएर पुग्दा हस्पिटल लिएर जाउँ मत तपाईको अधिकार
मात्र होइन, देश बदल्ने सबैभन्दा ठुलो जिम्मेवारी हो। एउटा सही निर्णयले देशको भविष्य उज्यालो बनाउन सक्छ। त्यसैले भावनामा होइन, विवेकमा भर परी योग्य र इमान्दार उम्मेदवारलाई चुनी मतदान गरौँ। धन्यवाद।